एसईको रिजल्ट्स अलि राम्रो भएन, सबै विद्यार्थीलाई राम्रो भएन, जसको लागि राम्रो भयो ठिकै छ। धेरै कुराको लागि राम्रो भएन, जसको अब एनजी लागिसकेको छ। अब एनजी लाग्यो, अब एनजी लागेको लागिलाई सप्लिमेन्ट इक्जाम दिनुपर्छ। अब जसको दुईवटाभन्दा बढी सब्जेक्ट्समा एनजी लागेको छ भने अब तिनीहरूको लागि मौका छैन। अब यसै फेरि इक्जाम दिने मौका छैन। अब जसको लागि दुईवटा मात्र छ भनेको त्यसको लागि मौका छ। र जसको मौका छैन भने अब तिनीहरूलाई अब राम्रोसँग पढ्नु पर्यो, अर्को सालको लागि मेहनत गर्नु पर्यो। अब यो छ कि एक सालले केही हुँदैन। अब तपाईँको एउटा सिङ्गल सिट पेपरले तपाईँको फ्युचर डिसाइड गर्दैन। त्यो हिसाबले तपाईँ नराम्रो बाटो नरोज्नुहोस्। अब सम्भव छैन योचोटि, अर्कोचोटि राम्रोसँग दिनुहोस्। र आजको भिडियो ल्याएको छु अब जुन विद्यार्थी भाइ बहिनीहरूलाई अब एउटा वा दुईवटामा एनजी लागेको छ वा सी प्लस ग्रेडभन्दा मुनि आएको छ भने उनीहरूलाई त अब सप्लिमेन्ट इक्जाम दिने मौका छ। हिजो पनि एउटा भिडियो बनाएको थियो हामी, त्यो भिडियोमा धेरै भाइ बहिनीहरू कमेन्ट आएको थियो कि कसरी फर्म भर्नु, कसरी रिटोटलिङ गराउनु, त्यसको लागि आजको भिडियो हामी बनाएको छौँ। त सप्लिमेन्ट इक्जाम म्याक्सिमम दुईवटा सब्जेक्ट्समा अब तपाईँको म्याक्सिमम 2 सब्जेक्ट्स बिलो सी ग्रेड D+DE यदि दुईवटा सब्जेक्ट्समा एनजी लागेको छ र तपाईँको ग्रेड सी भन्दा तल D+D वा E छ भने तपाईँहरू सप्लिमेन्ट इक्जाम दिन पाउन सक्नुहुन्छ। सप्लिमेन्ट इक्जाम दिनको लागि तपाईँको फर्म स्कुलमै फर्म भर्नुपर्छ। तपाईँको ग्रेड सिट जुन छ त्यो, त्यसपछि सिम्बल नम्बर, डेट अफ बर्थ सबै फर्महरू दिएर स्कुलमा तपाईँको फर्म फिलअप हुन्छ। र सप्लिमेन्ट इक्जामको लास्ट डेट फर्म फिलअप गर्ने भनेको 2024 भने 26 सारामा 26सम्म तपाईँको लास्ट डेट छ सप्लिमेन्टको फर्म फिलअप गर्ने। यसको शुल्क 500 जति लाग्छ। त्यसपछि रिटोटलिङ भनेको अब तपाईँले इक्जाम दिनुभयो, राम्रोसँग लेख्नुभयो, अब कन्फिडेन्स थियो कि मार्क्स राम्रै आउँछ, तर मार्क्स सोचे हिसाबले मार्क्स आएन भनेको रिटोटलिङ गर्ने मौका छ। रिटोटलिङ भनेको अब तपाईँको मार्क्स चढाउने, त्यहाँ मिस्टेक भएको होला, कपी राम्रैसँग चेक भएको छ तर मार्क्स चढाउन अलिक मिस्टेक भएको छ भने त्यस्तो केसमा रिटोटलिङ फर्म भर्न सकिन्छ। रिटोटलिङ फर्म हिजो पनि भिडियोमा हामी भनेको थियौँ, तर कसरी फर्म भर्ने धेरै कमेन्ट्सहरू आएको थियो, कसरी फर्म भर्ने रिटोटलिङ, त्यसको लागि हामी यो भिडियो आजको भिडियो लिएर आएको छौँ। हामी रिटोटलिङ एप्लिकेसन फर्म स्टेप बाई स्टेप कसरी फर्म भर्नुपर्छ रिटोटलिङको लागि। र यो रिटोटलिङ फर्म तपाईँको अनलाइन फर्म भरिन्छ, यो स्कुलमा फर्म भरिँदैन। अनलाइन भरिन्छ भने कहाँ भरिन्छ? सुरुमा के गर्नु पर्यो, भिजिट exams.nep.gov.np/SEE and go to the students payment section। सुरुमै तपाईँ यो वेबसाइटमा जानु, exams.nep.gov.nep/SEE यो वेबसाइटमा छिर्दाखेरि यो अप्सन आउँछ, गो टु द स्टुडेन्ट पेमेन्ट सेक्सन। अरू अप्सन पनि छ, भिजिट www.see.gov.np and click on the apply for total for SEE 2081 यो अप्सन आउँछ। सुरुमै तपाईँ यो वेबसाइटमा छिर्नुहुन्छ भने यो अप्सन आउँछ भने यहाँ क्लिक गर्नु। अब त्यसपछि के छ, यो अप्सनमा छिरिसकेपछि रिटोटलमा क्लिक गरिसकेपछि क्लिक अन एप्लाई फर रिटोटल फर SEE यसमा तपाईँ क्लिक गरिसकेपछि यो आउँछ, इन्टर योर सिम्बल नम्बर एन्ड DOB भनेको डेट अफ बर्थ। जब तपाईँ क्लिक गर्नुहुन्छ एप्लाई फर रिटोटल SEE त्यसपछि त्यहाँ माथि फर्म खोल्छ के इन्टर योर सिम्बल नम्बर, तपाईँ आफ्नो त्यहाँ सिम्बल नम्बर राख्नुहोस्, इन्टर योर सिम्बल नम्बर एन्ड डेट अफ बर्थ, तपाईँ आफ्नो डेट अफ बर्थ राख्नु। त्यसपछि के आउँछ, सेलेक्ट द सब्जेक्ट्स फर विच यु वान्ट टु रिटोटल। जब यो प्रोसेस तपाईँको कम्प्लिट भइसकेपछि, यो प्रोसेस कम्प्लिट हुन्छ, तपाईँको सिम्बल नम्बर डेट अफ बर्थ कम्प्लिट भइसकेपछि यो अप्सन खुल्छ, सेलेक्ट द सब्जेक्ट्स फर विच यु वान्ट टु रिटोटलिङ अप्सन आउँछ। सेलेक्ट गर्नु कुन सब्जेक्ट तपाईँलाई जुन रिटोटल गर्न इच्छा छ, जुन सब्जेक्टमा तपाईँ रिटोटल गर्न चाहनुहुन्छ त्यो सब्जेक्ट यहाँ सिलेक्ट गर्नुपर्छ, कुनै एउटा सब्जेक्ट सिलेक्ट गर्नुपर्छ। यो भइसकेपछि मेक द पेमेन्ट थ्रु सेवा खल्ती IME पे अर कनेक्ट IPS। त्यसपछि तपाईँलाई पे गर्नु पऱ्यो 500। यसको लागि पेमेन्ट चाहियो। पेमेन्ट तपाईँ के थ्रुबाट गर्न सक्नुहुन्छ भनेको पेमेन्ट थ्रु सेवा, तपाईँको मोबाइलमा सेवा छ भने सेवाबाट गर्नुहोस्, खल्तीबाट गर्नुहोस्, IME पे गर्नुहोस् वा कनेक्ट IPSबाट गर्नु। यो मिडियम छ तपाईँको मोबाइलमा कसैकोसँग छ, यो मिडियमबाट तपाईँ पेमेन्ट गर्न सक्नुहुन्छ रिटोटलिङको लागि। यदि तपाईँको मोबाइलमा वा छैन, यस्तो मिडियमहरू छैन भनेको तपाईँहरू जहाँ फर्म भरिन्छ अनलाइन फर्म त्यहाँ गएर पनि यो रिटोटलिङको फर्म भराउन सक्नुहुन्छ सजिलैले।
त्यसपछि के हुन्छ, यो प्रोसेस कम्प्लिट भइसकेपछि अ कन्फर्मेसन म्यासेज विल बी रिसिभ्ड अपन सक्सेसफुल सबमिसन। यो तपाईँ गरिसकेपछि एउटा कन्फर्मेसन गरेर म्यासेज आउँछ कि तपाईँको फर्म सक्सेसफुली सबमिसन गरेको भइसकेको छ, सक्सेसफुली फर्म फिलअप भइसकेको छ। त्यसपछि के हुन्छ, फाइनल टोटल रिजल्ट्स विल बी पब्लिश अन द अफिसियल वेबसाइट। यो फर्म भरिसकेपछि अब यसको टोटलको रिजल्ट्स आउँछ, त्यो अफिसियल वेबसाइटमा आउँछ। त्यो पछि हामी भन्छौँ, रिजल्ट्स आएपछि त्यसको कुन वेबसाइटमा आउँछ त्यो पनि हामी पछि भन्छौँ। यो प्रोसेस गरौँ। यदि तपाईँलाई लाग्छ कि होइन मैले लेखेको थिएँ राम्रैसँग तर मैले सोचे हिसाबसे मार्क्स आएन भने तपाईँ रिटोटल गराउनु, र लाग्छ कि यति मार्क्स ठिकै थियो जति लेखे हिसाबसे मार्क्स आयो भने तपाईँ सप्लिमेन्ट इक्जाम दिनु। दुईटा सब्जेक्ट्समा या एउटा या दुईटा सब्जेक्ट्समा छ भने तपाईँ सप्लिमेन्ट्स इक्जाम दिनु र त्यसको लागि तयारी गर्नु। अहिले टाइम धेरै छ, इक्जाम्स तपाईँको श्रावण 29 हुन्छ भनेको टाइम अहिले टन्नी छ। जुनमा छ भनेको दुईटा सब्जेक्ट मजाले तयारी गर्नुहोस्। अब जति रिजल्ट छ त्यसमा पनि इम्प्रुभ गर्न सकिन्छ। यदि दुईटा सब्जेक्ट्सको रिजल्ट राम्रो भयो भने तपाईँको रिजल्ट्स राम्रो इम्प्रुभ हुन्छ यसमा। त्यसको लागि तयारी गर्नु र अझै केही यसमा कसरी गर्ने केही यदि डाउट छ भने तपाईँहरू कमेन्ट्स गर्नु होला। कमेन्ट्समा पनि हामी रिप्लाई दिन्छौँ, अहिले पनि रिप्लाई दिइरहेको छु। त्यही कमेन्ट्सको रिप्लाई दिँदाखेरि हामी यो नयाँ भिडियो लिएर आएको छौँ र आफ्नो साथीहरूसँग सेयर गर्नुहोला र नयाँ अपडेट्सको लागि च्यानललाई सब्सक्राइब गरेर राख्नुहोला। धन्यवाद।